ल हेर्नुहोस् यो चाहिँ नि अचम्म तरिकाले बढिरहेको छ। हेर्नुहोस् साथीहरू, आगो कसरी बल्ने रहेछ धुवासँग भन्ने कुरा यहाँबाट देख्न सकिन्छ। यसरी यो केही दृश्यहरूलाई, केही झलकहरूलाई आगो बल्नुभन्दा पहिले धुवालाईको मुस्लो चाहिँ निस्किने रहेछ, धुवा हुँदै आगोमा चाहिँ परिणत हुने रहेछ भन्ने कुरालाई यहाँ देखाउन खोजिरहेको छु मैले। ल यहाँ चाहिँ यो ल हेर्नुहोस्, ल मुसलमान चाहिँ नि भयो बडा चाहिँ नि। ल हेर्नुहोस्, ल ल यसले विशाल रूप लियो है। अब चाहिँ ल हेर्नुहोस् है, हेर्दा हेर्दै यस्तो विशाल रूप लियो धुवाले। अब के हुन्छ ल हेर्नु होला। धुवाको रूपलाई चाहिँ यहाँ हामीले यसरी देख्न सक्दछौँ। ल अब हुन लाग्यो कि ओहो कस्तो खतरा तरिकाले निस्किएको छ त। ल हेर्नुहोस्, यस्तो पनि हुने रहेछ। यो चाहिँ नि धुवा आगो बल्नुभन्दा पहिला खतरनाक तरिकाले चाहिँ धुवा निस्किने रहेछ। धुवाको मुस्लो हामी देख्न सक्दछौँ। ल हेर्नुहोस्, चाहिँ मडारिँदै आकाशतिर गइरहेको छ। यसको रूपलाई यसरी हामीले देख्न सकिरहेका छौँ। ल हेर्नुहोस् है साथीहरू, बडामान तरिकाले गइरहेको छ। हामीले यसको चारैतर्फको चाहिँ दृश्यलाई देखाउने कोसिस गरिरहेछौँ। ल जति धुवा चाहिँ निस्किँदै गयो त्यति आगो चाहिँ दन्किँदै जाने रहेछ। यसरी दृश्यहरूलाई हामीले जस्ताको तस्तै क्यामेरामा कैद गरेर देखाउने कोसिस गरिरहेका छौँ। आगो कसरी बल्दो रहेछ, धुवा कसरी बन्दो रहेछ भन्ने कुरालाई ल हेर्नुहोस्, जस्ता तस्तै साथीहरूलाई हामीले देखाउने कोसिस गऱ्यौँ। धुवा एक्कासी अब चाहिँ आगोमा परिणत भयो, धुवाको मात्रा घट्यो। त्यसले गर्दाखेरि ल हेर्नुहोस्, उहाँबाट सूर्यको चमक, सूर्यको चाहिँ प्रकाशलाई पनि देख्न सकिराख्नु भएको छ। यसरी धुवा चाहिँ एक्कासी आगोमा परिणत भयो। हामीले यसलाई यस्तो दृश्यमा देख्न सक्यौँ। ल हेर्नुहोस् है साथीहरू।